यो के हुन्न यो साँडे जाऊ मामा जाऊ न बेबी मामा जाऊ न आमा सरको पारे भोक लाग्यो क्या सुरु ल बुढी के गर्दै हो ल है गाइज हाम्रो चाहिँ यहाँनिर पिकनिक सुरु भयो यतापट्टि हाम्रो मोटे रेडी छ यतापट्टि हाम्रो चाहिँ बिनगले आगो फुक्दैमा व्यस्त होइन आगो फुक्दैमा व्यस्त आगो पनि बल्ल सुरु भइसकेको छ लक्ष्मी भाउजू ब्लग लक्ष्मी कोर्मे तम्स हैन ल हाम्रो दुईजना हिरोको पनि इन्ट्री भयो ल फ्रेममा ल यतै हाम्रो साथीहरू कोही यतापट्टि छन् कोही यतापट्टि मेरो पुन्टु पुन्टु खोइ हैन फ्राई भनेको चिकन सँग खाने होला ए सबैजना के को फोटो भिडियो गरिरहेको छु मैले उता धुन कहाँ बहिनी ए यतै राख्दै हुन्छ होला मलाई हेर्थ्यो दाइ यो ऊ बाबुलाई स्याउ थोमेन भदि ल दाइ उता कहाँ खानु ल त्यो दिनु मेरो यो चाहिँ फेरि दिनु खानु परेन बिचारा उ त खाए ल खै त्यो पानी मोरे लिएर हिँडेर रहेछ ह ए तपाईँ हाउस दियो माथि ताल दिनु मोरे लिएर बेबीलाई पनि दिन्छु नि म मार्केट नजिकै छ कम्ती नै डेरेन गुरुङ यता फेरि डेरेन अब हामी आज ड्राई पिकनिक आएको गोरो मान्छे आफै र हाम्रो टोलीहरू चाहिँ यहाँ खाना खाइरहेको छ बिरयानी रे क्या अझै पुलाउ अनि अर्को टोली चाहिँ यता खाइरहेको छ दाइ मिठो छ दाइ मिठो लाग्यो बेबी अम्मै एप्पल खाने मान्छे फेरि मरो दुईजना फेरि यतै हजुर होइन अभी पाक्नु दिनु होइन म चाहिँ नहाल्नु है यो उतै लगाएर राखौँ है यो साबुन है त्यहीँ लगाएर हात धुनु हुँदैन है माइला भयो किन खाना यो भात खाइदिनु पर्छ बनभोज त राम्रो हुन्न भरे सुत्नै दिन्न तब घरमा यो अरू कोठामा हो नि त अनि आमा छोरा फेरि जाली ल्याउनु पर्ने यो लागि त
वास्तवमा आउँछ जस्तो पनि लाग्छ मासु काम चाहिँ काठो मासुको वास्तव घाममा अलिक कम आएको हुन्छ नि हराएर पनि पर्छ खाऊ न खाऊ कस्तो लागिरहेको ए मजाको पिकनिक भयो हा चिकन विङ्स भनेर Chaba, kailam ni chaba, kailam so chaba, eho marsha kailam kotto chaba, eho marsha kailam kotto chaba. लाइभ जाम न लाइभ जाम हाँ लाइभ जाम लाइभ तेरो बाटो जान्छ माइला आई हाय यो पिङले सोक्दिनु पर्यो Koilam so chamba, koilam ni chamba, koilam so chamba. प्राणा के भयो पकाउने काम चल्दैछ Chao
स्कुटीमा पसिनै निकाल ल तटुलो नाच ल लम्चुङेर चितवने जति तुले तुतुङमा कान्छी त शीत भन्न जा क्या जा त केटीमा नि भएमा हेलो गाइज ल यहाँ डेलिनको मामुले चाहिँ अब डेलिनलाई खाना बनाउँदैछ जस्तो आयो त्यस्तै बनायो के हुन्छ नि डेलिनको कस्तो अब डेलिन खाना खाने बेला भयो बाबुको लागि खाना बनाउँदैछ आमा चाहिँ
यही बाबु चाहिँ खाना खाने भनेर रेडी हुँदैछ कुन्टु चाहिँ मामु चाहिँ खाना बनाउँदैछन् यता हेर्नु त मामु ल मामा चाहिँ बसेकोले खानेकुरो देखेर हेर्नु त्यस्तो भएको ल गाइज ल अब डेलेनले खाना खान सुरु भयो है त ल डेलेनले खाना खान सुरु भयो डेलेनको खाना खान सुरु भयो डेलेनको छामा र मामा चाहिँ बोलाउँदैछन् मामुले खाना खुलाउँदैछन् ल मेरो छोरा चाहिँ सुतेको अवस्था अहिले चाहिँ यहाँ चाहिँ सुतिसक्यो यता चाहिँ हाम्रो टोलीहरू चाहिँ एकछिन हामी ब्रेक गरिराखौँ सबैजना अनि सानो सोले बोल्नु पर्यो हाम्रो टोलीहरू चाहिँ यहाँ चटपट बनाइरहेको छ मलाई चाहिँ 50 ब्याग 50 युरो नौ नेपाली 50 त्यसो भए बिसेनमा त्यसो भए बिसेन ओइ त्यो तास ल्याउनु पर्दो रहेछ नि अलिकति माखाले चाहिँ डिस्टर्ब हाने कि साह्रै के त्यो उस भएर होला अहिले दिउँसो माखा बेलुका भएपछि मछेड हाम्रो टोलीहरू चाहिँ चटपट बनाइराखेको छौँ है यस्तो घामको हाम्रो टोलीहरू त यता खाइरह यता चाहिँ यो मैला वाउ वाउ यता चाहिँ छोरा सुताउँदै बाबा बुढा खाने चटपट दुईजना यसमा खाने भन्नु त कागला हाल्दै हो भने त यसमै खान्छु कागला हाल्दै हुन्छ कागला के बाटोमा खाने ए आउनु त हामी यसै खाने थापुकीहरुको थापुवा भन थापुकी एउटा अनि हाल्दैन दुईजनालाई हाल्दे सबै यसमा हाने हैन अहिले चटपट खाइरहेको छ सबैजना चटपट तै चटपट त्यो योमा बेलले यो चाहिँ चुर्बो चुदे बेलले यो चाहिँ चुर्बो चुदे मेरो छोरा उठ्यो यहाँ चाहिँ ससेस खाइरहेको जमुनाको फेदैमा मनोकामना मेरो छोरालाई त फर्काए त एफनकै रोटी फ्राईमा एकादशी बजारैमा अहै छोरा बेबी ए डेलेन ओइ किन लाटो भएको के भयो लगभग खानेकुरा चाहिँ ओभर भइसक्यो सबलाई पानीपुरी पनि छ मासु अझै छ ओभर ल्याएको ओभर अप्पै अब त सक्दैन होला हौ खाना अब Dylan, wow. सोह्र वर्ष भन्दा गीत आइदिनु न अनि त्यो सकिने गीत हैन जोड दिने के ल
मिल्छ त तोरा बर्से उमेरैमा मै पनि ल डाँडा पारी हिमाला बेसी सहर झलाला डाँडा पारी हिमाला बेसी सहर झलाला कहीं ताला मर कहीं झलाला
खाने के त मासु चिकन छ पानीपुरी छ चाउमिन छ उडेर जाउँ कि डाँडामा भन्छन् रेशम फिरी उडेर जाउँ कि डाँडामा भन्छन् रेशम फिरी एक नाले बन्दुक दुई नाले बन्दुक मेघालाई ताकेको मेघालाई होइन ताकेको मैले मायालाई ताकेको रेशम फिरी रेशम फिरी उडेर जाउँ कि डाँडामा भन्छन् रेशम फिरी उडेर जाउँ कि डाँडामा भन्छन् रेशम फिरी कोदो छर्यो मकै छर्यो धान छरेको छैन पछि पछि नआउँदैन मन परेको छैन रेशम फिरी रेशम फिरी उडेर जाउँ कि डाँडामा भन्छन् रेशम फिरी उडेर जाउँ कि डाँडामा भन्छन् रेशम फिरी अब हामी सरसफाइ गरौँ घर जानुपर्ने पर्छ बराबर राति फेरि काममा जानु पर्छ रेशम फिरी रेशम फिरी उडेर जाउँ कि डाँडामा भन्छन् रेशम फिरी अब त घर गएर फेरि बङ्गालीलाई बोलाउनु पर्छ बङ्गाली सुतेछ ल 5 बजे आउँछ सुतेछ 5 बजे ल गाइज अब हामी डाइपर फेर्नेतिर लागिसक्यो अब हाम्रो गाह्रो छ मेरो बेबीलाई कार्यक्रम अब अन्तिम क्षणमा पुगिसकेको छौँ भाइ त्यो त लिसु बनाइदिनु हामी सबै क्लोजिङ गरेर सरसफाइ गरेर अब हामी घरतिर निस्किन्छौँ रमाइलो भएको छ रेलले तान्यो र रेलले तान्यो र ल आमा छोरा यहाँ चाहिँ गाह्रो छ नि के गर्नु आमा हुनु गाह्रो छ नि हो हामी चाहिँ घर आएर पनि खाइरहेछौँ फेरि होइन दाइलाई चाहिँ खानेमा लिएर रिस उठ्यो भन्छ हामी चाहिँ घरमा आएर फेरि पानीपुरी खाँदै चाउमिन खाइसक्यो एक लोट 12 घन्टा होइन रातभरि भयो 24 कसलाई चाहिँ रिस कसलाई चाहिँ खानेकुरा देखेर रिस उठेर कसलाई चाहिँ 12 घन्टा भयो अनि तपाईँको त पोर्क पनि बाँकी होला त्यो हड्डिन्छ पानीपुरी खाँदैछौँ यता मामासँग बसेर गर्दैछ पानीपुरी खाँदै हो अब सक्यो अब हामी चाहिँ यति हो लास्ट अब खानेकुरा चाहिँ हाम्रो